कम्पिटिसन अफ ब्याडमिन्टन। अरे यतिको चाहिँ हुनु पर्यो नि त स्टुडेन्ट। यसो गर्न पढाइ सँगसँगै खेलकुदपट्टि पनि दामी दामी वेल डन कङ्ग्रेचुलेसन्स। हेलो एभ्रिवान, खामरिमो नमस्ते। अनि अहिले चाहिँ म यहाँ पेसोक खरबारी गाउँमा छु। अनि मसँग छ यहाँ भाइ शिशिर भाइ अनि यहाँ विश्वास भाइ। अनि हामी तीनजना चाहिँ गार्लाङ स्टेडियम पेसोक जाँदैछौँ। फुटबल त्यहाँ चाहिँ गार्लाङ गोल्ड कप भइरहेको छ, त्यहीँ आज म्याच हेर्नु जाँदैछौँ। सो त्यहीँको केही झलकहरू देखाउने छु, हेर्नुहोस् होला। अनि मन पऱ्यो भने लाइकको बटन थिच्नु अनि कमेन्ट गर्नु, सेयर गर्नु चाहिँ नभुल्नु होला। ओके, नानीले चाहिँ के पाएछ लु हातमा? लु के अरे उसको नाम? सान्तानु भाइले चाहिँ के लिएर आउँदैछु यहाँ? अम्बो दुईटा ट्रफी पो रहेछ त। केमा पायो? ह्यान्डराइटिङ कम्पिटिसन अफ ब्याडमिन्टन। अरे यतिको चाहिँ हुनु पर्यो नि त स्टुडेन्ट। यसो गर्न पढाइ सँगसँगै खेलकुदपट्टि पनि दामी दामी वेल डन कङ्ग्रेचुलेसन्स। सान्तानु सुपर सिक्रेट के अहिले चाहिँ साथीहरू हामी गार्लाङ स्टेडियममा छौँ। अनि यहाँ चाहिँ गार्लाङ गोल्ड कप चलिरहेको छ, लिग म्याच। अनि आज चाहिँ सिक्किम पुलिस अनि दार्जिलिङ म्याच हुँदैछ। हाफ टाइम भइरहेछ। हाफ टाइमको अगाडिसम्म चाहिँ दुवै टिमको 0-0 छ। अब हाफ टाइम पछिको हुनु बाँकी नै छ। सो कस्तो हुन्छ केही सानो सानो क्लिपहरू तपाईँलाई देखाउँदैछु, हेर्दै जानुहोस्। अब चाहिँ हौसी सुरु हुन रहेछ है, काटिरहेछ भाइ। झार्यो भाइले खेलेर चाहिँ घरतर्फ